Hello guys, welcome back to my channel. आज फेरि म बार्साका खेलाडी र नेशनल लिगको बारेमा केही नयाँ र लेटेस्ट भिडियो लिएर आएको छु। स्वागत छ सबैजनालाई मेरो युट्युब च्यानलमा। पहिला टर स्टेगनबाटै सुरु गरौँ। टर स्टेगन बार्साका एक सफल र उत्कृष्ट किपर हुन्। उनी बार्सामा लगभग एक दशकको अन्तरालमा जे गरेका छन् त्यो साँच्चै एकदम सुन्दर र अविस्मरणीय छ। बार्साका यस्ता उम्दा र उत्कृष्ट किपरको केही समय अगाडि मात्रै यस्तो न्युज आयो जुन जो कोहीले सुनेर चकित र छक पर्न सक्छन्। त्यसो त कुरा के भन्दा फेरि जब बार्सा भिलारियलको घरमा लालिगा ट्रफी जितेर खुसी मनाउने क्रममा थियो र त्यहाँ लालिगा च्याम्पियन बार्साका क्याप्टेनलाई आफ्नो टिमको बारेमा केही बोल्न आग्रह गर्दा टर स्टेगन स्पिच नै दिन गएनन्। टर स्टेगनको यस्तो व्यवहार देखेर त्यहाँ उपस्थित कयौं जनमानसहरू चकित र आश्चर्यमा परे। टर स्टेगनको यस्तो व्यवहार देखेर बार्सा कोच ह्यान्सी फ्लिक र बार्सा बोर्ड टर स्टेगनसँग रिसाए भने अब टर स्टेगनको भविष्य बार्सामा सुरक्षित नरहेको पनि खबर आएको छ। तर टर स्टेगनले भने बार्साले आफू इन्जुरीबाट फुल्ली फिट छु भनेर भन्दा पनि बार्साका कोच र बार्सा बोर्डले उनलाई विश्वास नगरेको र नखेलाएको कारणले उनले पनि उक्त भिलारियलको घरमा स्पिच दिन इन्कार गरेको खबर छ। तर टर स्टेगनले पनि आफू लामो इन्जुरीबाट भर्खर रिकभरी भएर आएको र बार्सा त्यो बेलामा केही इम्पोर्टेन्ट म्याचहरूमा भएको बेला आफूले गेम खेल्न पाउने एक्सपेक्टेसन यति छिटै गर्नुहुन्न थियो। सो यही कारणले पनि बार्सा बोर्ड टर स्टेगनसँग रिसाएको छ भने टर स्टेगनको अबको बार्सा बसाई लगभग सकिनेवालामा छ। खबर सुने अनुसार बार्साका लेफ्ट ब्याक जेरार्ड मार्टिनलाई प्रिमियर लिगको क्लब वोल्फले किन्न खोजेको भनेर चर्चा भइरहेको छ। तर यता बार्साबाट भने कुनै अफिसियली न्युजहरू आएको छैन। बार्सा लेफ्ट ब्याकमा आफैले पनि आफ्नै एकाडेमीको प्लेयर एलेक्जेन्डर ग्रिमाल्डोलाई ल्याउने हल्ला छ। यदि ग्रिमाल्डोलाई बार्साले ल्याउँछ भने जेरार्ड मार्टिनलाई बार्साले बेच्न पनि सक्छ, किनभने जेरार्ड मार्टिनको ठाउँमा पर रेगुलर खेल्ने खेलाडी बाल्डे छ। यदि बार्साको ग्रिमाल्डो मिसन फेल भयो भने उसले जेरार्ड मार्टिनलाई नबेच्न पनि सक्छ, किनभने बाल्डे इन्जुरी भएर बस्दा ह्यान्सीको अन्डरमा राम्रै समय बार्साको लागि खेल्न पाएका जेरार्ड मार्टिनले बाल्डे ब्याक भएर आएपछि पनि कयौं गेमहरू स्टार्टिङबाटै स्टार्ट गरेको थियो। त्यसैले जेरार्ड मार्टिन केही हदसम्म ह्यान्सी फ्लिकको ट्याक्टिक्समा सेट भइसकेका छन् भने त्यही कारणले पनि यदि ग्रिमाल्डो बार्साको टार्गेटमा फेल भयो भने बार्साले जेरार्ड मार्टिनलाई बार्सामै राख्न सक्छ। यदि बार्साको ग्रिमाल्डो मिसन सक्सेस भयो भने बार्साले जेरार्ड मार्टिनलाई वोल्फमा बेच्दिन पनि सक्छ। अब कुरा गरौँ युइएफए नेशनल लिगको। के भन्ने कुनै शब्द छैन। रोनाल्डो भर्सेस यमल भनेर कत्रो हाइप क्रिएट भएको थियो, गर्न जरुरी पनि थियो, किनकि यहाँ रोनाल्डो भर्सेस यमलको मात्रै लडाई थिएन। एउटा 40 वर्ष अगाडि जन्मिएको पुस्ता र 17 वर्ष अगाडि मात्रै जन्मिएको पुस्ताको लडाई थियो। 20-25 वर्ष फुटबलको दुनियाँमा राज गरिसकेका राजा भर्सेस अबको आधुनिक फुटबलमा केही दशकसम्म आफ्नो आधिपत्य कायम राख्न जन्मिएको युवा राजकुमारको युद्ध थियो। तर 2 दशक आफ्नो फुटबल करियरमा राज गरेर बसेका रोनाल्डोले नै यो युद्ध भर्खर आफ्नो फुटबलको दुनियाँमा राज गर्न आएका यमल विरुद्ध जित निकाले। हदै खेल्यो पोर्चुगलले भन्दा पनि लेफ्ट ब्याकको नुनो मेन्डेजले हदै गरिदियो। यमललाई बल लान मात्र होइन, उसको एरियाबाट यमललाई बल कटाउनसम्म हम्मे पर्यो। व्यङ्ग्यात्मक भाषामा भन्ने हो भने मेन्डेजले यमललाई पकेटमै राखिदियो। तर स्पेनले पहिलो गोल भने यमलकै चान्स क्रिएटबाट गर्यो, तर त्यो गोल धेरै बेर टिक्न सकेन। जुबिमेन्डीले 21 मिनेटमा गरेको गोल पछि आफ्नो एरियाबाट यमललाई चल्नै नदिएको मेन्डेजले 26 मिनेटमै बराबरी गोल फर्कायो, त्यो पनि निकै मिठो फिनिसिङमा। गोल मात्र गरेन, सेकेन्ड हाफमा रोनाल्डोको गोलमा असिस्ट सम्म गरिदियो भने स्पेनको बक्सभित्र डरलाग्दा चान्सहरूसम्म क्रिएट गर्यो। आखिर के खाएर खेल्यो नुनो मेन्डेजले? के गरेको त्यस्तो? के पागलपन देखाएको त्यस्तो? हद नै गरिदियो। नुनो मेन्डेज फाइनल जस्तो गेममा 1 म्यान आर्मी बन्यो भन्दा फरक नपर्ला। 1 गोल 1 असिस्ट, पेनाल्टी सुट आउन पनि गोल, फाइनलको म्यान अफ द म्याच। अनि यो मान्छेलाई 1 म्यान आर्मी नभन्नु? रोनाल्डो 40 वर्ष कटेको खेलाडीले नेशनल लिगको फाइनलमा बराबरीको लागि गोल फर्काउँछ, के भन्ने रोनाल्डोलाई? रोनाल्डोमा अझै पनि त्यो जोस, जागर र ऊर्जा छ। जे होस्, आफ्नो क्यारियरको अन्त्यमा रहेको रोनाल्डोले आफ्नो जिन्दगीको फुटबल दुनियाँको अविस्मरणीय क्षणलाई अँगाले। यो उसको लागि सबैभन्दा ठूलो कुरा हो। मलाई स्पेनको कोच लुइस डेला
फन्टेको प्लेयर सब्स्टिट्युटको डिसिजनहरू केही हदसम्म मन परेन। मैले मेरो ओपिनियन मात्र भन्दैछु, अरूलाई कस्तो लाग्छ कमेन्ट गर्दा हुन्छ। पेड्रीले केही हदसम्म गेमलाई कन्ट्रोलमा राखेर खेल्दै थियो। फर्स्ट हाफको अन्तिम मिनेटमा ओजराबाइल्सले गरेको गोलमा असिस्टसम्म गरेका पेड्रीलाई निकाल्दियो। त्यसपछि नै होला सायद पोर्चुगलले स्पेनमाथि दबाव बनाउन थालेको। फाबियन रुइजलाई पनि निकाल्दियो। फाबियनलाई निकाल्यो ठिकै थियो। पेड्रीलाई नै सब हान्दिएपछि स्पेनको गेम खर्लप खुर्लुप भयो। पारो, मोराटा, पिनो र इस्को जस्तो खेलाडीलाई खेलाउँदा ओल्मो वा लोपेज दुईटामा एउटा खेलाडीलाई चान्स दिनुपर्ने थियो फन्टेले, तर दिएन। के थाहा अट्याकिङ मिडबाट नपत्याउने फिनिसिङ हान्ने ओल्मो र लोपेजमा एकजनालाई खेलाएको भए गेम अर्कै हुने थियो कि। मोराटाको के कुरा गर्नु, गेम जहिले त्यस्तै। एउटा विश्वासिलो र भरपर्दो स्ट्राइकरले आवश्यक परेको बेलामा, अझ भनौं आफ्नो टिम दबावमा परेको बेलामा पेनाल्टी नै मिस हान्छ। यो त हद होइन र, त्यो पनि यस्तो अनुभवी प्लेयरले। खैर जे होस्, मोराटाले त्यो पेनाल्टी मिस गर्नाले स्पेन हार्यो। अझै पनि फन्टेले 32 वर्षीय मोराटा र 33 वर्षीय इस्कोकै भरमा स्पेनलाई चलाउन खोज्छ भने हाम्रो भनाइ केही छैन। मलाई लुइस डेला फन्टेको केही प्लेयर सब्स्टिट्युटको डिसिजनहरू मन नपरेर नै मैले आफ्नो ओपिनियन राखेको हुँ। हुन त अब उसको आफ्नो केही ट्याक्टिक्स वा अस्त्र केही थियो होला, तर सफल हुन सकेन। यति मात्र हो, स्पेन आफ्नो गोल्डन एरामा फेरि एकचोटि ट्रफी सेलिब्रेट गर्नबाट चुक्यो भने लामिन यामालले 17 वर्षकै उमेरमा रोनाल्डो विरुद्ध बिग फाइनल जितेर दुनियाँलाई वाहवाही दिन चाहन्थ्यो, त्यो पनि भएन। अन्तत एउटा ओल्ड एराको यही फाइनल जितबाट फुटबलको कथा अन्त्य हुँदैछ भने अर्को न्यू एराको यही फाइनलको हारबाट सुरु हुँदैछ। हेरौँ अब के गर्नेवाला छ यो न्यू एराले। एउटा यो कुरा पनि जोडिहालौँ लेङ्गलेटको। लेङ्गलेटले लोनमा यो सिजन एथलेटिको मड्रिडमा राम्रो खेल्यो, त्यसैले एथलेटिको मड्रिडले पनि लेङ्गलेट प्रति इन्ट्रेस्ट देखाएको छ। यता बार्साले पनि लेङ्गलेटसँग कन्ट्र्याक्ट टर्मिनेट गरेको छ, त्यो पनि दुवैजनाको म्युचुअल एग्रिमेन्टमा। त्यसैले लेङ्गलेटलाई एथलेटिको मड्रिडले सित्तैमा पनि लग्न सक्छ भने बार्साले पनि लेङ्गलेटलाई 2 सिजनको पैसा तिर्न पनि पर्दैन। सो यो कारणले गर्दा बार्साको फाइनान्सियलमा केही हदसम्म हेल्पफुल हुन्छ। तर यता टर स्टेगनले भने आफ्नो कन्ट्र्याक्ट टर्मिनेट गर्न चाहेको छैन। यदि बार्साले टर स्टेगनको कन्ट्र्याक्ट टर्मिनेट गर्यो भने टर स्टेगनलाई पुरै पैसा चाहिन्छ भनेर भनेको छ भन्ने न्युज आएको छ। अर्को लेटेस्ट न्युज के छ भने ला लिगा प्रेसिडेन्ट ह्याभियर टेबासलाई जर्नलिस्टले बार्सा र रियल मड्रिडको कम्प्लेन कहिले रोकिन्छ भनेर सोधेका थिए। जर्नलिस्टले प्रश्न सोधिसकेपछि ह्याभियर टेबासले यस्तो जवाफ दिए कि जुन अचम्मित पार्ने खालको छ। उनले भने कि दुई टिममा यस्तो डिफरेन्स छ कि बार्साले सिजनमा जम्मा 2 चोटि मात्र कम्प्लेन गर्छ, त्यो पनि गेम सकिएपछि। तर रियल मड्रिडले एभ्री गेम अगाडि कम्प्लेन गर्ने गर्छ। तर अहिले मलाई के अचम्म लागेको छ भने जब रियल मड्रिडले यो सिजनको ला लिगा हार्यो त्यसपछि रियल मड्रिडको न भिडियो आएको छ न त कुनै कम्प्लेन नै आएको छ। यो देखेर चाहिँ मलाई अचम्म लागेको छ भनेर भनेका छन्। बाँकी कुरा अर्को भिडियोमा गरौँला। बाइ बाइ गाइज।